ए ओइ गाइस भेरेटार हाम्रो भेरेटार राम्रो भेरेटार दरान भेरेटार भेरेटार उहाँ चाहिँ किरात धर्मको लिपि लेख्ने मान्छे हुनुहुँदो रहेछ स्वर्गीय इमान सिंह चेम्जुङको शालिग रहेछ भेरेटारको बिचमा एक तरिकाले नेपालीहरू भेडा हो दोस्रो तरिकाले नेपालीहरू बहादुर भएर सिंह हो दिस इज द फ्याक्ट वे नेपालीहरू यता हेर्दाखेरि भेडा हो यतातिर हेर्दा बहादुर बाघ हो अब यहीँ घाम छ ऊ त्यहाँ हेर्दा उहीँ उसु लागिरहेको छ कि भर्खरै ल दाइ लाग्छु है ए हुन्छ म इटरीबाट आएको फेरि आउँदा यसो भेट्दै गरौँ ल हुन्छ सर श्रम स्वीकृति पार्क हर्का साम्पाङको पार्क जाँदैछौँ हर्का साम्पाङलाई भेटेँ त यसो गफ दिनुहुन्थ्यो म तपाईँको बिग सपोर्टर भनेर धरानको लागि हर्का साम्पाङले गरेको मेहनत अनुसार हर्का साम्पाङजीको एउटा स्ट्याचु पनि रहेछ यहाँनिर चाहिँ एउटा उखान फेमस छ होइन बाँदर धेर जान्ने भयो भने के चेप्टिन्छ भनेर त्यस्तै एउटा फेमस उखान छ क्या बाँदर धेर जान्ने भयो भने धरानको आरो चलाउँछ अरे अथवा धरानको आरो चलाउँदाखेरि के हुन्छ भन्ने कुरा त्यो इन्टेलिजेन्ट मान्छेले बुझिहाल्छ बाँदरको लागि है हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल अ न्यू डे अनदर ब्लग सो आज चाहिँ हामी घुम्न निस्किँदैछौँ मी एन्ड माई बुढिया फिल्मिङ मी जाने चाहिँ कहाँ हो थाहा छैन सो हामी यहाँबाट निस्किसकेपछि अब कहाँ पुगिन्छ त्यतै घुमिन्छ टार्गेट चाहिँ धरान भेल्डार हो तर हेरौँ के हुन्छ धरान भेल्डार नगए पनि हामी इटरी गोकुलम बेताना जता पनि जान सक्छौँ सो फेरि भेटौँला घुम्ने ठाउँतिर सो सबभन्दा सुरुमा चाहिँ अब स्कुटरमा जान लाग्यो हो घुम्नलाई सो हामी पेट्रोल हाल्न जान्छौँ पेट्रोल हालिसकेपछि अझै पनि अब लोकेसन कहाँ जाने भन्ने कुरो चाहिँ कन्फर्म भइसकेको छैन होइन सायद धरान भेडेटार फर्स्ट प्रायोरिटी हो धरान भेडेटार नसके पनि उसलाई म अब गोकुलमसम्म घुमाएर लिएर आउँछु सो पेट्रोल पम्प जाम है त ओके ल दाइ हामी पेट्रोल पनि हाल्नु पऱ्यो नि त होइन दाइ ब्रदर पेट्रोल हालिदिनुहोस् न है पैसा यहाँ तिर्ने हो दाइ हो ओके सो फर्स्ट पेट्रोल हाल्दै है यहाँसम्म चाहिँ हामी बिना हेलमेटमा आएको थियौँ घरबाट अब यहाँबाट चाहिँ अब ट्राफिक फ्लरी चेकिङ हुनसक्छ सो द्याट्स वाइ हेलमेट लाएर बाइक कुदाउनु पऱ्यो होइन कताबाट ल ओके अब चाहिँ म यहाँबाट हेलमेट लगाएर निस्किएँ होइन किनकि अब हाइवे आइसक्यो अब यस्तो हाइवेमा चाहिँ हामीले बिना हेलमेट हिँड्न अलिकति आफैलाई पनि सुरक्षित नहोला होइन सुरक्षित भएर यात्रा त गर्नु पऱ्यो सो अब भेटौँ एकैचोटि हामी घुम्ने ठाउँमा है बिचमा बाटोमा दामी ठाउँहरू आयो भने म भिडियो सुट गरिहाल्छु सो वेट फर द लोकेसन है त यो चाहिँ पानी प्या झोडा जाने बाटो हो क्या हामी चाहिँ यहाँ सानोमा होइन यहाँ एउटा पानी प्या खोला छ त्यहाँनिर पौडी खेल्न अनि घरको ठुलो लुगाहरू धुन यहाँ आउँथ्यौँ के अब यो कता छ त्यो खोला है अहिले चाहिँ यतै थियो पहिले ल आजकल त बाटोमा यसरी खाजा पसल जुसहरू यताउति राख्दो रहेछ होइन पहिले चाहिँ थिएन जस व्यवस्थित भएछ यहाँ भित्र नि बस्दै छ कि क्या हो अझ यो पनि व्यवसाय रहेछ के व्यवसाय पोतेमाला यो यताबाट नि कता पानमाराको बस्तीहरू जान्छ क्या यो बाटो पनि सानोमा हामी सेउती पुल अलिक उताबाट थियो होइन यो खोलामा ढुङ्गा टिप्न आउँथ्यौँ यहाँ उर्लेर बाढी आउँथ्यो होइन अनि ऊ यहाँ तलतिर ठुलो ढुङ्गाहरू टिप्थ्यौँ के अनि हामी ट्र्याक्टरलाई बेच्थ्यौँ यो हेर त अलिक परतिर सेउती उर्लेर आइसकेपछि ढुङ्गा ठुलो ढुङ्गा भेला पारेर ट्रक ट्र्याक्टरहरूलाई बेच्थ्यौँ कि हामीले 1400 1500 1200 यस्तोमै सानो पनि ठुल्ठुलो पनि सो हामी धरान छिर्यौँ अब खास धरान भनेको यो सेउती पुलदेखि उता हो तर अहिले हर्का साम्पाङले उहाँ पानी प्याएको छेउमा लगेर धरान उपमहानगरपालिका सुरु हो भनेर राखेको छ बच्चा यहाँ चाहिँ पूजा हुन्छ बाइकहरूको सवारी साधनको विश्वकर्मा मन्दिर हो के के हो यो ठाउँको नाम के हो तिनगुने ल हामी अब धरान छिर्यौँ यताबाट चाहिँ एलम्बर हरियाली यता पार्क जान्छ के हामी सानोमा पिकनिक जाने ठाउँहरू चाहिँ यतापट्टि हो क्या ल हामी अब भानुचोक आइपुग्यो है त धरानको धरान क्लक टावर एन्ड धरान बस पार्क एन्ड धरान भानुचोक है त अब यहाँबाट हामी अगाडि बढ्छौँ भेडेटार जानको लागि भानुचोक क्लक टावर एन्ड बस पार्क टुगेदर होइन तर हाम्रो गन्तव्य भनेको चाहिँ भेडेटार सो लेट्स गो यसलाई भन्छ कता यता छाता चोक पनि यतै होइन ल हामी धरान सकेर भेडेटार
जाने बाटो छिरिम है त। यो चाहिँ भेडेटारको मौसम लगभग चिसो चिसो छ जस्तो छ। माथि हेर्दा चाहिँ माथि पुगेर हेरौँ कस्तो छ। ल भेल्टारमा एउटा झरना पनि रहेछ। ल सानो तिनो झरना, निसाने पुल रे हो क्या। यता नि पहिरो गएको रहेछ होइन। सानो झरना हेर न, खोला क्या। यहाँ माथि डाँडाबाट हेर न धरानको भ्यू दामी देखाएको छ। वाह, यो चाहिँ यहाँबाट देखिएको धरानको भ्यू है त गाइज, दामी देखाएको छ। ओके लेट्स गो। तपाईलाई भेडेटारमा स्वागत छ। यो हो भेडेटार बस्ती। ल यहाँबाट सिधै फेरि खोइ। अब भेडेटारमा हुसु लागेको छ गाइज। यस्तो दामी मौसम, चिसो चिसो भइसक्यो। माथि गएर एक टुङमा र जाँड हाने चाहिँ दामी मजा हुन्छ। हुस्सु ल्यायो हुस्सु। फेरि घाम लाग्यो त्यसका पाउ, भर्खरै घाम लाग्यो। यो हो भेडेटार। ल बल्ल भेडेटार आइपुग्यो। दिस इज भेडेटार। भेडेटारको कता र कहाँ जान्छ भेडेटार? ल यही हो है गाइज भेडेटार। हाम्रो भेडेटार, राम्रो भेडेटार, धरान भेडेटार, भेडेटार। ल यस्तो चाहिँ यत्रो ठुलो बस्ती भइसक्यो। के गाडी चेकिङ छ त। फाइनली भेडेटार आइपुग्यो होइन। भेडेटारको भ्यू यस्तो छ। दिस इज भेडेटार। यो चाहिँ भेडेटारको चोक हो होइन। एन्ड यो मेरो फर्स्ट टाइम त होइन, तर आफ्टर लङ टाइम भेडेटार आइपुगेको छ। सो धेरै चेन्ज भएको रहेछ। पहिले यस्तो धेरै ठुल्ठुलो घरहरू बस्तीहरू थिएन म आउँदा। अहिले चाहिँ जस राम्रै बस्तीहरू बसेको रहेछ, बजार लाग्दो रहेछ। सो दामी छ, रमाइलो छ। मौसम चाहिँ एकैछिनमा उसो एकैछिनमा घाम लागिहाल्दो रहेछ। सबभन्दा सुरुमा पेट पूजा गरौँ है। बिहान नखाइकन हिँडेको, केही त खानुपर्छ है। सो यो चाहिँ भेडेटारको सब्जी पसलहरू रहेछ। परैसम्म छ। यहाँ बसहरू पनि लाग्दो रहेछ है। दिस इज मी। भेडेटारको चोकमा भेडेटार छिर्ने बित्तिकै यहाँ एउटा स्ट्याचु छ होइन। स्ट्याचु चाहिँ के स्ट्याचु हो? सो म पहिले भेडेटार आउँदा चाहिँ यो शालिग थिएन होइन। यो शालिग सायद भर्खरै बनेको हो अथवा जहिले बने पनि। उहाँ चाहिँ किराँत धर्मको लिपि लेख्ने मान्छे हुनुहुँदो रहेछ। उहाँले चाहिँ किराँत धर्मको लिपि लेख्नु भएको अरे। मलाई चाहिँ यसको बारेमा थाहा थिएन। र उहाँको नाम चाहिँ इमान सिंह चेम्जोङ रहेछ। स्वर्गीय इमान सिंह चेम्जोङको शालिग रहेछ भेडेटारको बिचमा चोकमा। सो दिस इज द भ्यू अफ भेडेटार बिचको चोक। यो भयो सब्जी बजारको लाइन होला। यहाँ गाडीहरू धरान जाने, भोजपुर जाने, धनकुडा जाने यस्तो पनि लाग्दो रहेछ। अनि भेडेटारको सुरक्षाको लागि प्रहरी चौकी रहेछ यहाँ है त। इलाका प्रहरी कार्यालय भेडेटार। एन्ड हामीसँग हुनुहुन्छ यहाँ ट्राफिक प्रहरी दाइ, पुलिस प्रहरी दाइहरू सेक्युरिटीको लागि। सो अब केही खाजासाजा खाउँ, पेट पूजा गरौँ, त्यसपछि कहाँ घुम्ने भनेर यसो छलफल गरौँला। सो ल खाजा खान जाउँ है त। ल होटल सागुरिया लजमा खाना खान छिर्यो है। सो भेडेटारमा लोकल कुखुरा खाना खाने अनि त्यसपछि घुम्ने। ल थ्याङ्क यू दाइ, ताजा खाना खुवाउनु भयो होला। ल यो चाहिँ हाम्रो खानाको सेट हो। लोकल कुखुरा, यहाँ दाल छ, बडी आलु, मासु, अचार, साग, आथा, काँक्रा सलाद। सुरु गरौँ। तातो
होटल सागुरी एन्ड लज मा खाना खाइयो। ल एकछिन घाम लागिरहेको थियो फेरि उसो लागेर चिसो चिसो भएको छ। मौसम यस्तै छ भेरेटारको। यो चाहिँ भेरेटारको व्यवसायी होटलहरू हो। चोकबाट दाहिनेतिरबाट यस्तो छ, सब होटलै होटल। अनि यहाँ छु म, यता चाहिँ के शङ्ख पार्क छ अरे, त्यो शङ्ख पार्क हेर्न जाँदै हो होइन। आइपुग्यो शङ्ख पार्क। ल शङ्ख पार्क पनि यहीँबाट देखिसक्यो। ओके छेउबाटै गएर हेरौँ ल। एन्ड दिस इज द भ्यू फ्रम भेरेटार। त्यो डाँडामा घाम लागिरहेको छ, यो डाँडामा उस्तो लागिरहेको छ। वाट इज दिस वेदर? के हो यो वेदर? दुईतिर डाँडाको दुईतिर तिरमा होटलै होटल छ। वहाँ डान्स भइरहेछ, ऊ दामी दामी डान्स। त्यो सुटिङ है क्या हो? फिल्म सुटिङ भने त टिकटक सुटिङ रहेछ त। लगाइज यहाँ पनि राम्रो रहेछ ठाउँ। अनि यहाँ रहेछ शङ्ख पार्क। ल भेरेटारको एउटा घुम्न लायक भनेको एउटा शङ्ख पार्क रे। यहाँ आइपुग्यो किन भनेको त एउटा शङ्ख रहेछ, शङ्खको स्ट्याचु। शङ्ख पार्कको छेउमा हाम्रो भेडा, भेडाको छेउमा सिंह। ल यो शङ्ख पार्क यस्तै छ। अनि यो शङ्ख पार्कभित्र चाहिँ भगवान् गौतम बुद्धको स्ट्याचु पनि रहेछ। अनि यता किरात भगवान् एलम्बर, अनि उहाँ भगवान् सायद शिवजी भगवान् हुनुपर्छ, तल गणेश भगवान् हुँदै रहेछ। त्यसपछि यता शङ्ख पार्कतिर हाम्रो भगवान् नन्दी फर्किनु भएको छ। शङ्खको मुनि चाहिँ कछुवा छ होइन। भनेपछि यो भगवान् विष्णुले समुद्रको मुनि गएर शङ्ख ल्याउनु भएको थियो र कछुवा पनि भगवान् विष्णुकै अवतार हो। यसमा केही कनेक्सन होला क्या। तर नन्दी यता फर्केकोले चाहिँ के कनेक्सन भइरहेको त भन्छ। यो के शङ्ख शिव भगवान्सँग नि रिलेटेड छ होला। ओके अनि यतापट्टि छ हाम्रो भेडा लायन्स। एक तरिकाले नेपालीहरू भेडा हो, दोस्रो तरिकाले नेपालीहरू बहादुर भएर सिंह हो। त्यही भएर दुइटै स्तम्भ यहाँ छ। दिस इज द फ्याक्ट वे। नेपालीहरू यता हेर्दाखेरि भेडा हो, यतातिर हेर्दा बहादुर बाघ हो। एकछिन बजार देखाउ त, यसो घुमे जस्तो गरौँ होइन। त्यो भेरेटारको यो चाहिँ दामी एउटा रमाइलो पक्ष भनेको चाहिँ एकछिन घाम लाग्ने, एकछिन उसो लाग्ने। यसले गर्दा नि मान्छेहरू एक्टिभ हुन्छ क्या भेरेटारमा होइन। रमाइलो छ। एकछिन आऊ न तलतिरसम्म। ल भर्खरै घाम लाग्यो फेरि होइन। अब एकछिनमै घाम गायब हुन्छ क्या। यो चाहिँ राम्रो हो क्या। अब यहीँ घाम छ, ऊ त्यहीँ हेर्दा उहीँ उसो लागिरहेको छ कि भर्खरै। सो भेरेटारको यो चोकबाट दाहिनेतिर चाहिँ शङ्ख पार्क जाँदो रहेछ। भने चाहिँ यतातिर लाग्यो भने चाहिँ स्काई वक है त। सो भेरेटार आएर भेरेटारको स्काई वक चाहिँ यति धेरै उसो लागेको भएर हामीले चाहिँ माथिबाट हेर्दा पनि तल केही भ्यू राम्रो देखिँदैन होला भन्ने हिसाबले चाहिँ नचढ्ने निर्णय गऱ्यौँ। यस्तो धेरै उसो लागेको छ होइन। चढेर पनि केही अर्थै छैन क्या। माथिबाट हेर्ने भनेको क्लिन एन्ड क्लियर भ्यू हेर्ने हो मुनिको। यहीँबाट त्यहीँ देखिएको छैन भने चाहिँ माथिबाट तल के देखिन्छ उसले होइन। सो द्याट्स वाइ वी आर चेन्जिङ आवर प्लान एन्ड ब्याक टु। सुरुमा धरान जान्छौँ। धरानमा चाहिँ कहाँ जाने? तर होइन हर्केको पार्क जाने भने होइन। सो हामी अब भेरेटारबाट निस्किने लगभग तमजम गर्दैछौँ। सायद भेरेटारबाट हामी धरान आज मिल्यो भने श्रम स्वीकृति के पार्क जान्छौँ। त्यसपछि सो ब्याक टु तररा। अझै छ हामीसँग घुम्ने टाइम दिन। सो हेर्दै जाउँ कहाँ कहाँ पुगिन्छ होइन। रमाइलो भइरहेको छ। यहाँको मौसम चाहिँ दामी लागिरहेको छ कि एकछिनमा घाम लाग्छ, एकछिनमा उसो लाग्छ, चिल भइरहेछ। अब बुढी ल्याएर मात्रै हो, नभए यसो दारु पानी फुङ्बा खाएर चिल हान्नुहुन्थ्यो। अब चिल त त्यस्तै हो, चिल भेटिँदैन यार, के हान्नुहुन्छ? भर्खरै उसो लागिसक्यो क्या यहाँनिर। के गर्ने होला। मौसम चाहिँ दामी छ होइन। रमाइलो पनि छ, त्यस्तो हल्ला छैन, पोल्युसन पनि त्यस्तो धेरै छैन, बजार राम्रो रहेछ। अनि मान्छेहरू त अब त्यस्तो धेरै बोलिएको छैन, मान्छे पनि राम्रै होला नि होइन। अब पुलिस ट्राफिकहरूसँग चाहिँ
कहाँ के छ भनेर राम्रै बोल्छ भयो उनीहरू पनि। यही हो पुलिस कार्यालय, भेरेटार प्रहरी इलाका कार्यालय। उहाँहरू राम्रै हुनुहुन्छ, नराम्रो भने लगाएर जाग्लान् फेरि। भेरेटारको कोसेली अब किन्नुपर्छ गाइस। यहाँ ऊ भेरेटार बजार छ होइन। खाना पनि खाइयो, खाना ठिकै थियो, नट ब्याड। लोकल भनेर गिरिराज खुवायो भन्ने यहाँ कुरो आउँदैछ। सो हेरौँ के हुन्छ। ओके ल दाइ लाग्छु है। हुन्छ सर। म इटरीबाट आएको, फेरि आउँदा यसो भेट्दै गरौँ ल। हुन्छ सर, हस्। धेरै लामो समयपछि आयो, यस्तो स्मृति केही तर थिएन पहिले। ल जाउँ ओ बुढी। ल हामी चाहिँ फाइनल्ली अब धरान जाँदैछौँ। भेरेटार छोडेर, भेरेटारबाट धरान चाहिँ 16 किलोमिटर रहेछ होइन। सो तल झर्दा अब मौसम चिसो छ, हेरौँ के हुन्छ। सो बाबाई भेरेटार, सी यू सुन है त। ओके ल सानो झर्ना आइपुग्यो। दिस इज धरान फेमस ट्री हाउस। वेयर त्यो होइन हो, ट्री हाउस ल्याएको छ क्या। रुखमै के छ हाउस छ, द ट्री हाउस लाउन्ज खै त फेमस छ होइन। ओके लेट्स गो। भेरेटारबाट झरेर हामी धरान आइपुग्यौँ। अब धरानबाट चाहिँ हामी अबको गन्तव्य भनेको श्रम पार्क, के अरे श्रम स्वीकृति पार्क, हर्का साम्पाङको पार्क जाँदैछौँ। सो त्यहाँ गएर एकछिन ढुङ्गा बोक्छौँ, हामी पनि एकछिन श्रम हाल्छौँ। फेरि हर्केले ढुङ्गा नबोक्यो भने छोड्दैन। ल गाइज, भेरेटारबाट ओह्रालो आउँदा चाहिँ जस 30-35 मिनटमा धरान आइपुग्दो रहेछ। त्यस धरानबाट भेटेर जानु पऱ्यो भने चाहिँ मेरो विचारमा 45-50 मिनट लाग्छ होला सायद। र त श्रम पार्क पुगेर फेरि कन्टिन्यू। ल श्रम पार्क नजिकै आइपुग्यो है। यहाँबाट यसरी जानुपर्ने रहेछ। हर्का साम्बाङलाई भेटे त यसो गफ दिनुहुन्थ्यो, म तपाईँको बिग सपोर्टर भनेर, तपाईँको ठुलो नाम छ, तपाईँको पार्टीमा जोडिन चाहनुहुन्छ भन्दै हावा गफ हान्नुहुन्थ्यो। भेट हुन्छ कि हुँदैन। ल ऊ सबजना श्रम गरिरहेछन्। त्यहाँ के काम हुन्छ श्रम गर्नलाई चाहिँ? यो चाहिँ श्रम पार्क के हो? यो दामी दामी भिडियो गार्डन रहेछ त, बडा रहेछ। चाले फ्रेन्ड, हामी भेरेटारबाट धरान झरेर धरानबाट यो श्रम पार्क आएको छौँ। सो यहाँ श्रम पार्क आउँदाखेरि चाहिँ एउटा विश्वेश्वर प्रसाद कोइरालाको स्ट्याचु मूर्ति देखियो। र यो मूर्ति राख्नुको पनि एउटा कारण रहेछ। 1947मा बिपी कोइराला सहित 6 जनालाई तत्कालीन जहानीय राणा शाही सरकारले गिरफ्तार गरी धरानको फुस्रेमा एक रात राखी यही बाटो हुँदै हालको बिपी स्मृति पार्क भएर हिँडाएर धनकुटा भोजपुर हुँदै काठमाडौँ चलान गरिएको ऐतिहासिक स्थल भएको हुँदा चाहिँ यही ठाउँमा चाहिँ जननायक विश्वेश्वर प्रसाद कोइराला, बिपी कोइरालाको चाहिँ पूर्णकद सहितको एउटा स्ट्याचु बनाएको रहेछ। सो उहाँको स्मृतिमा यो एउटा स्ट्याचु राखेको रहेछ। र यसकै अगाडि श्रम पार्क छ, जुन हर्का साम्पाङको हर्केको पार्क भनेर पनि एकदम प्रचलित छ। सो यहाँनिर मान्छेहरूको भिड चाहिँ श्रम पार्क भनेर लाग्ने गरेको छ। मान्छेहरू यहाँ आएर श्रम दान गर्ने अथवा घुम्ने, एक प्रकारले हर्का साम्पाङले गर्दा पनि निकै फेमस भएको छ यो पार्क होइन। यहाँनिर चाहिँ मान्छेहरूको चाहिँ एकदम रमाइलो छ। त्यस श्रम गर्ने भन्दा नि हेर्ने मान्छेहरूको भिडभाड धेरै देखिन्छ। यहाँनिर घुम्ने, हेर्ने के छ भनेर रमाइलो गर्ने मान्छेहरू भिडभाड देखिन्छ होइन। र झर्ना रहेछ। अब यहाँ के छ भन्ने कुरा भित्र गएर घुमेर हेरिन्छ। सो म पनि भर्खरै आइपुगेको छु होइन। एकछिन घुमौँला, रमाइलो गरौँला भित्र गएर। यदि हाम्रो मेयर साहब हुनुहुन्छ भने मेयर साहबसँग पनि एकछिन बोल्ने प्रयास गरिन्छ। सो ल भित्र जाउँ। ल श्रम संस्कृत पार्क भनेर फेमस पार्क चाहिँ यो चाहिँ रहेछ है। यो तलको पार्कको नाम बेग्लै होला होइन, ओसो पार्क अथवा केही पार्क होला यो पार्कको नाम। तर श्रम संस्कृत पार्क भनेर चाहिँ यो पार्कको नाम रहेछ। सो हामी आइपुगेका छौँ, यसमा पनि केही होला, भित्र गएर हेरौँ। लो श्रम स्वीकृति पार्क, श्रम स्वीकृति होइन, श्रम संस्कृति पार्क पनि छिरियो अरे के। तिमीले स्वीकृति भनेर मैले पनि स्वीकृति भन्न थालिसकेँ है। बेजत नगर, के छ यहाँ? हातमा फुल छ है। हाम्रो रोजन आर्ट धरानले बना होला सायद। ओके, हाम्रो च्याब्रुङ
च्याब्रुङ छ त्यसपछि यहाँ बटरफ्लाई अनि त्यसपछि हलो बोकेको स्ट्याचु छ मान्छेहरूको भिड छ है ठिक छ त्यसपछि भारी बोकेको हाम्रो उहाँ हुनुहुन्छ नुनभारी तेल पहाड हिँड्नु भयो होला कराई पनि रहेछ साँच्चै नै कराई डाडु पुन्यु साँच्चै नै रहेछ अनि यता अर्को भारी बोक्ने हुनुहुन्छ उहाँले चाहिँ खाद्यान्न बोक्नु भएको होला सो उहाँ हुनुहुन्छ के हर्का सामान जस्तो छ होइन रहेछ सो यताबाट भित्र जाउँ उहाँ पनि हुनुहुन्छ बोट बिरुवा रोपण गर्दै हुनुहुन्छ एन्ड सो यहाँ चाहिँ यस्तो रहेछ विचित्र टाइपको जनावर पन्छीहरूलाई सिटको आकारमा राखिएको रहेछ अनि उहाँले चाहिँ ढुङ्गा गिटी कुद्ने काम गर्दै हुनुहुन्छ सो एउटा स्ट्याचुले चाहिँ श्रम गर्नको लागि प्रेरित गरिरहेको छ ल पहाडको बिचमा श्रम संस्कृति पार्क राम्रो छ वरिपरि पहाड छ त्यसपछि के छ त यहाँ त्यसपछि छ हाम्रो हर्कबहादुर ल यो चाहिँ हाम्रो हर्क साम्पाङको हर्कबहादुर होला क्या यो चाहिँ ढुङ्गा बोकिरहेको यता पानीको लागि पाइप बोकिरहेको हर्क साम्पाङ त होइन होला हर्कबहादुर ओके ल सबै चराचुरुङ्गी जनावरहरूलाई चाहिँ एउटा सिटको उसमा राखिएको रहेछ अनि त्यो हर्क साम्पाङको मेहनतलाई चाहिँ हर्कबाद भन्न देखाउन खोजे होला त्यसपछि हाम्रो यहाँ हर्क साम्पाङजीको एउटा स्लोगन लेखिएको छ होइन बोर्डमा स्लोगन के छ भने माटो हो मलाई दुख्दैन फुल्छ या पुज फरक पर्दैन देश सोच्न सकु म देश बोल्न सकु देशकै कर्म गर्न सकु म देशकै लागि मर्न सकु म श्रम पिता मेयर हर्क साम्पाङ ल धरानको लागि हर्क साम्पाङले गरेको मेहनत अनुसार हर्क साम्पाङजीको एउटा स्ट्याचु पनि रहेछ यहाँनिर चाहिँ ढुङ्गा बोकेको सो साँच्चै नै यो श्रम संस्कृति पार्क चाहिँ मेयर हर्क साम्पाङकै लागि डेडिकेट छ जस्तो लाग्यो मलाई चाहिँ यसो हेर्दाखेरि धरानको आरा भनेर जस धेरै नै फेमस छ होइन एउटा उखान फेमस छ होइन बाँदर धेर जान्ने भयो भने के चेप्टिन्छ भनेर त्यस्तै एउटा फेमस उखान छ क्या बाँदर धेर जान्ने भयो भने धरानको आरो चलाउँछ अरे अथवा धरानको आरो चलाउँदाखेरि के हुन्छ भन्ने कुरा त्यो इन्टेलिजेन्ट मान्छेले बुझिहाल्छ बाँदरको लागि है ल कसैले रहेछ यहाँ सेलरोटी यस्तो सफा पानीमा माछाहरू होइन यो आरा चलाउँदा पनि यस्तो छ क्या दुईजना मिलेर आरा चलाउँछ होइन ठुलो रुख हुन्छ एउटा छेउबाट काट्दै जाँदाखेरि यो आरा चाहिँ बिचमा गएर फस्छ क्या अनि आरा बिचमा गएर फस्दाखेरि त्यो झिक्न गाह्रो हुन्छ त्यही भएर सुरुबाटै काट्दा काट्दै यो आरा काट्नेहरूले चाहिँ एउटा फेसो राख्छ क्या अल्झाउनलाई आरा झिक्नको लागि के टुप्पोबाटै फेसो राख्दै अलिकति काट्दै फेसो राख्दै अलिकति काट्दै पछाडि सर्ने हो नि त त्यहीसँग सम्बन्धित भएर त्यो उखान भयो क्या बाँदर धेर जान्ने भयो भने धरानको आरा काट्ने ठाउँको फेसो चलाउँछ अरे भन्छ क्या अब त्यसको उर्था अलि डटी माइन्डतिर जान्छ नभए म तिमीलाई फ्याट्टै भनिदिन्थेँ यही भएर ल कहाँ खोइ कहाँ ल्याएछ
सो सो गाइज अब चाहिँ हामी भेटेटार पनि घुमियो, धरानबाट श्रम संस्कृति पार्क हेर्न पनि आइयो। अब चाहिँ वरिपरि भ्यू पनि हेऱ्यो, रमाइलो रहेछ, राम्रो रहेछ। जस हर्का साम्बाङलाई डेडिकेट गरेर बनाएको हो कि के हो, जस श्रम संस्कृति पार्क राम्रो छ, ठिकै छ। अब यो सबै घुमिसकेपछि आजको लागि चाहिँ हामी घर फर्किने निर्णय गरियो। सो अब घर गएपछि फेरि भ्लग कन्टिन्यू हुन्छ हुँदैन थाहा छैन। सो अहिलेलाई चाहिँ हामी घरतिर लाग्छौँ। सो ब्याक टु इटहरी एन्ड बिचबिचमा कहीँ रोक्यो फेरि भ्लग सुट गरियो भन्ने बेग्लै कुरा हो। नभए अब चाहिँ हामी सिधै इटहरी जाने निर्णय गर्दै इटहरी जान्छौँ। सो लेट्स गो। ल फर्केर फेरि भानुचोक आइपुग्यो है त गाइज। फर्केर फेरि भानुचोक आइपुग्यो। अब भानुचोकबाट हामी इटहरी बजार लाग्छौँ। ब्याक टु इटहरी। हेलो इटहरी। ओके, धरानबाट हामी इटहरी आइसक्यौँ। इटहरी तरहरा। अब घर जाँदै आयो। Hello, Tarahara. This is my kingdom. I am back.